आगामी फागुन 21 गते हुने तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण माध्यमिक शिक्षा परीक्षा एसी प्रभावित हुने भएको छ। जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छपाई कार्य सुरु गरेसँगै आगामी चैत पहिलो साता गर्ने तयारी रहेको एसी परीक्षा कार्यतालिका नै प्रभावित हुने भएको राष्ट्रिय परीक्षा बोर्डका एसी तर्फका परीक्षा नियन्त्रक टुकुराज अधिकारीले बताए। उनले निर्वाचनलाई केन्द्रमा राखेर बोर्डले आगामी एसी परीक्षाको रुटिन सार्वजनिक गर्ने तयारी जुटेको छ। निर्वाचनलाई परीक्षा केही दिन सार्नुपर्ने अवस्था सृजना भएको उनको भनाइ छ। बोर्डको क्यालेन्डर अनुसार यो वर्षको एसी 2082 चैतको पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको थियो। जनक शिक्षाले प्रश्नपत्र छपाईमा केही दिन ढिला हुन सक्ने संकेत गरेसँगै एसी केही साता सर्नुपर्ने अवस्था आएको नियन्त्रक अधिकारीले बताए। यसपटक एसी परीक्षाका लागि 5,17,000ले परीक्षा फारम भरेका छन्। करिब 72 विषयमा परीक्षा सञ्चालन हुन्छ। नियन्त्रक अधिकारीले नागरिकसँग भने तर जनकले नै प्रश्नपत्र छपाई कार्य गर्दै आएकोले जनकले मतपत्र छपाई कार्य गर्दा एसीको प्रश्नपत्र छपाई कार्य केही दिन ढिला हुने सक्ने जनाउँदै आएको छ। उनले थपे बोर्डको क्यालेन्डर अनुसार फागुन 1 गतेदेखि नै प्रश्नपत्र छपाई कार्य जनकले सुरु गर्नुपर्छ। तर जनकले प्रश्नपत्र र शैक्षिक सत्र अगावै पाठ्य पुस्तकको छपाई पनि पूरा गर्नुपर्ने भएकोले केही दिन समय मागेको छ। यसकारण माघ 5 गते एसी बोर्डका बैठक बसेर निर्वाचनलाई ध्यान राख्दै केही दिन सार्ने गरी एसी तालिम सार्वजनिक भएको छ। फागुन 21 मा हुने निर्वाचन र जनताको मतपत्र छपाईको अवस्था हेरेर बोर्डले आगामी एसी परीक्षा नियमित कार्यतालिका भन्दा केही दिन सारेको छ। माध्यमिक शिक्षा परीक्षा एसीको नयाँ रुटिन पनि सार्वजनिक भइसकेको छ। रुटिनको पनि भिडियो लिएर उपस्थित हुनेछौँ हामी र तपाईहरूले चाहनुहुन्छ सबै सब्जेक्टमा A+ कसरी जिपिए ल्याउने त्यसको बारेमा सम्पूर्ण विषयको भिडियो हामी लिएर आउँदैछौँ। त्यसैले हाम्रो च्यानल टेक्निकल लाइक्सलाई सब्स्क्राइब गरेर अल नोटिफिकेसनमा क्लिक गरेर राख्नुहोला र यदि तपाईहरूको पनि साथीहरूले एसी दिनु भइरहेको छ भने यो भिडियो उहाँलाई सेयर गरिदिनु होला र अन्तिममा भिडियोलाई एउटा लाइक गरिदिनु होला।